नमस्कार साथीहरु, तपाईलाई स्वागत छ मेरो टेक्नोलोजी निर्मल अफिसियल युट्युब च्यानलमा। र यदि तपाईहरुलाई फेसबुक अकाउन्टलाई चाहिँ जीमेल अकाउन्टमा कन्भर्ट गर्न आउँदैन भनेपछि आज म तपाईहरुलाई सिकाउने छु। जस्तै कि तपाईको फेसबुक अकाउन्ट चाहिँ फोन नम्बर अनि पासवर्ड देखि अनि त्यो खुलेको हुन्छ। यदि त्यो फोन नम्बर पासवर्डलाई चाहिँ तपाईले सजिलै तरिकाले जीमेलमा कन्भर्ट गर्न खोज्दै हुनुहुन्छ तर तपाईलाई आउँदैन भने म तपाईलाई आज सिकाउन गइरहेको छु। र यदि तपाईको मोबाइलमा भएको फोन नम्बर अथवा तपाईले जुन फेसबुक खोल्नु भएको छ त्यो फोन नम्बर अथवा तपाईले राख्नु भएको पासवर्ड तपाईले बिर्सनु भयो भने फेसबुक अकाउन्ट चाहिँ धेरै जसो ह्याक भयो मेरो भन्ने सुनिन्छ हैन। अनि प्राय गेमिङ खेल्ने केटाहरुले चाहिँ मेरो फेसबुक अकाउन्ट ह्याक भयो, कसले गर्दियो भनेर चिन्तामा हुन्छ नि त उनीहरु। यदि तपाईले त्यसमा चाहिँ जीमेल अकाउन्ट एड गर्नुभयो भने चाहिँ तपाईको फेसबुक अकाउन्ट कसैले पनि ह्याक गर्न सक्दैन। र यदि तपाईहरुलाई आउँदैन भने भिडियो सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेर्नु होला र म तपाईलाई सजिलै र छोटो तरिकाले सिकाउने छु। आउनुस् भिडियो सुरु गर्ने छौं। त्यसको लागि सबैभन्दा तपाईले आफ्नो मोबाइलमा रहेको फेसबुक ओपन गर्नु होला र मैले मेरो मोबाइलमा भएको फेसबुक लाइटलाई ओपन गरे। तपाईको मोबाइलमा जुन छ फेसबुक अथवा लाइट त्यसलाई चाहिँ ओपन गर्नु होला र ओपन गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यता कुनापट्टि थ्री डट, यो थ्री डटमा ओपन क्लिक गरिसकेपछि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसी लेखेको छ। तपाईले यसमा यसरी क्लिक गर्नुभयो भने यहाँ थुप्रै अप्सनहरु देखाउनेछ र तपाईले यहाँ सेटिङको अप्सनमा जानु होला। सेटिङको अप्सनमा गइसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ सी मोर इन अकाउन्ट सेन्टर लेखेको छ अनि यो सी मोर इन अकाउन्ट सेन्टरमा क्लिक गरिसकेपछि तपाईको मोबाइलमा पनि थुप्रै इन्टरफेस देखाउँछ। पर्सनल डिटेल्समा एकचोटी तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यो माथिको चाहिँ कन्ट्याक्ट इन्फो लेखिएको छ, यसमा चाहिँ एकचोटी तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ मेरो एउटा पहिला अलरेडी इमेल अकाउन्ट यहाँ एड छ र त्यसैगरी म फेरि पनि अर्को जीमेल अकाउन्ट एमा चाहिँ एड गर्न चाहन्छु है। त्यसको लागि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ अनि एड इमेल एड्रेस लेखेको छ हैन। अनि तपाईले यहाँ अर्को अप्सन पनि देख्न सक्नुहुन्छ एड मोबाइल नम्बर भनेको छ। तपाईले मोबाइल नम्बर पनि एड गर्न चाहनुहुन्छ भने देख्न सक्नुहुन्छ यसरी मैले मोबाइल नम्बर एड गरेको छु र तपाईले पनि मोबाइल नम्बर एड गर्न चाहनुहुन्छ भने यहाँ गर्नु होला। र मैले चाहिँ अहिले इमेल चाहिँ यहाँ मैले एड गर्दै छु नि त, त्यसको लागि चाहिँ एड इमेल एड्रेसमा यसरी मैले क्लिक गरे र तपाईले पनि यसरी नै क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको इन्स्टाग्राममा अथवा फेसबुकमा कुनमा तपाईले एड गर्दै हुनुहुन्छ। जस्तै कि मैले यहाँ फेसबुकमा गर्दै छु, मैले फेसबुकलाई क्लिक गरे हैन। तपाईले इन्स्टाग्राममा पनि खोल्नु भएको छ भने इन्स्टाग्रामको लागि नि हो भने यसरी इन्स्टाग्राममा नि क्लिक गर्नु होला। बट मैले चाहिँ इन्स्टाग्राममा छैन, अहिले फेसबुकको लागि मात्रै छ। अनि तपाईले देख्न सक्नुहुन्छ यहाँ इन्टर इमेल एड्रेस लेखेको छ अनि तपाईले यहाँ चाहिँ आफ्नो इमेल के छ त्यो तपाईले क्लिक हाल्नु होला। जस्तै कि मैले अनि मेरो जुन यो मेरो अनि इमेल एड्रेस छ मैले यसरी यहाँ हालेर यसरी यहाँ लगिसकेपछि मैले तल यहाँ देख्न सक्नुहुन्छ यो नेक्स्टको अप्सन छ, यसमा नेक्स्टमा तपाईले यसरी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि थोरै रिलोडको अप्सन देखाउन सक्छ, रिलोडको टाइम हुन सक्छ नेट स्लो भएको कारणले। तपाईको मोबाइलमा पनि यसरी इन्टर कोडको अप्सन देखाउँछ हैन। इन्टर कोडको अप्सन कहाँ जान्छ भन्दाखेरि तपाईको डाइरेक्ट इमेलमा जान्छ हैन। त्यो इमेलले चाहिँ तपाईले यसरी मोबाइलको यो स्क्रिनलाई यसरी माथि स्क्रोल गर्नुभयो भने तपाईको मोबाइलमा चाहिँ यसरी इमेलले यसरी एड्रेस तपाईको इमेलले चाहिँ कोड पठाइन्छ। जसरी कि मेरो यहाँ देखाएको छ 519549 छ हैन, 519549। जस्तै कि मेरो यो कोड पठाइदिएको छ हैन इमेलले अनि मैले तल अनि यसरी मैले कोड हानिसकेपछि नेक्स्ट गर्छु हैन। नेक्स्टको अप्सनमा क्लिक गरिसकेपछि थोरै रिलोडको टाइम दिन सक्छ, थोरै रिलोड पनि हुन सक्छ हैन नेट स्लो भएको कारणले। यो फेसबुक अकाउन्टमा चाहिँ मैले इमेललाई कन्भर्ट गरिसके, इमेलमा हालिसके, इमेल एड गरिसके हैन। यहाँ लेखेको छ देख्न सक्नुहुन्छ यु हैव एडेड योर इमेल एड्रेस टु द अकाउन्ट सिलेक्टेड भनेको छ हैन। अनि यसरी मैले क्लोज गरे। मैले देख्न सक्नुहुन्छ पहिला चाहिँ एउटा मात्र इमेल थियो भने अहिले दुईटा अर्को इमेल आएको छ हैन। तपाईले पनि आफ्नो फेसबुक अकाउन्टमा चाहिँ यसरी नै जीमेल अकाउन्टलाई एड गर्न सक्नुहुन्छ, फेसबुक अकाउन्टलाई जीमेल अकाउन्टमा कन्भर्ट गर्न सक्नुहुन्छ र तपाईको फेसबुक अकाउन्ट सेफमा रहन्छ। तपाईले यदि कुनै त्यो नम्बर हराउनु भयो, फेसबुक पासवर्ड बिर्सिनु भयो भने पनि तपाईले जीमेल अकाउन्टदेखि सजिलै तरिकाले खोल्न सक्नुहुन्छ। साथीहरु आजको भिडियो कस्तो लाग्यो आशा गर्दछु यदि राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नु होला र साथमा रहेको बेल आइकन बटनलाई पनि दबाउन नबिर्सनु होला। फेरि पनि भेट्नेछौँ नयाँ भिडियोमा।